एज अ रेस्पेक्ट पनि उसले यस्तो कस्तो भन्दाखेरि अब उसले मलाई त्यति सपोर्ट गरिसकेपछि अब अनि मेरो वाइफले पनि यो यतिको लेभलको सपोर्ट गरेपछि अब बडी बिल्डिङ मेरो मात्रै होइन क्या, 4जनाको, हामी छोरीको पनि हो, मेरो कोचको पनि हो, मेरो बुढीको पनि हो क्या होइन। मैले उनीहरूलाई डाउन गर्न मिलेन नि त चिट गरेर होइन। मैले उनीहरूलाई के अरे अब त्यो त चिट गरे जत्तिकै हो नि त, यदि मैले चाहिँ अब उसले भनेको फलो गरिनँ भने। त कस्तो हुन्थ्यो भने अब इभन प्रेम पनि त अब ऊ अब रकडेल बस्थ्यो, उसलाई नै पनि सबै कुराको अपडेट हुन्थेन नि त। अब कति कुराहरूसँग उसको र मेरो फिजिबिलिटी टाइमिङहरू मिल्दैन थियो होला, तर मैले उसले भनेको चाहिँ 99% माने होला क्या। त्यो 1% पनि सायद मैले इन्टेन्सनली नमानेको चाहिँ छैन होला, कहिले काहीँ कम्युनिकेसन इरर भएर नमानेको मात्रै। म अस्ति हाम्रो योभन्दा अगाडि हाम्रो सन्देश ब्रोले भनेको याद छ, द मेन रिजन मैले त्यो क्लिप पनि हालेको थिएँ कि अकाउन्टेबिलिटी भनेको एकदम ठुलो कुरा हो। यो वेट लस, फ्याट लस, बडी बिल्डिङ, यो लाइफस्टाइलमा क्या